जय मसीह शालोम अनि तपाईहरुलाई स्वागत गर्न चाहन्छु फेरि पनि यस एपिसोडमा। आज भने टप पुञ्ज भर्सेस संसारिक बन्धनको विषय लिएर फेरि पनि तपाईहरुको माझमा उपस्थित भइसकेको छु। तपाईले ध्यानपूर्वक सुनिदिनु होला। हामीले विशेष गरी 10 नियमलाई लागू गर्ने कोसिस गरेको छौं, जसलाई 10 आज्ञा भनिएको छ, जसलाई 10 शील पालन पनि भनिएको छ। त्यसकारणले यसले मूलतः हाम्रो हरेक विषयवस्तु मा गहिराएर जानुभन्दा अगाडि कायम गर्नुपर्ने अनुशासनको दायरामा राख्ने कुरा हो। तसर्थ 10 नियम पालन गर्नुपर्ने मुख्य कारण हामी निर्वाणको गहिराई अथवा प्रकाशको गहिराईमा डुब्न सकौं र यस संसारको बन्धनलाई बुझिकन हामी आफै स्वयं साक्षात्कार गर्न सकौं भन्ने चाहिँ हाम्रो मान्यता हो। विशेष गरी व्यवस्थाको यो पाटो जुन लिखित रूपमा हामीले प्राप्त भयो यो संसारमा, यो व्यवस्था प्राप्त हुनुभन्दा अगाडि जति पनि मानिसहरूले आफ्नो जीवनमा प्रेम, दया र न्याय कायम गर्न चाहन्थे, यी व्यक्तिहरूले कुनै किसिमको व्यवस्थालाई स्वीकार गर्दथ्यो। जसले यो प्रेम, दया र न्यायको सञ्चार गराउन चाहन्थ्यो, त्यो सञ्चार गराउनको निम्ति हरेक क्षेत्रमा, खेलमा होस् अथवा राजनीतिमा होस् अथवा जुनसुकै ठाउँमा चाहिँ प्रेम, दया र न्याय कायम गर्नको निम्ति उनीहरूले एक प्रकारको बाटो अपनाइरहेको थियो। प्रेम, दया र न्यायको बाटोलाई हामीले चाहिँ व्यवस्था भन्छौं। यो व्यवस्थाको बाटो हाम्रो हिडाइबाट हामीले प्राप्त हुने कुराहरू चाहिँ के छ त भन्दाखेरि उच्च आचरण। उच्च आचरण भनेको चाहिँ कस्तो भन्दाखेरिमा तपाईको आचरण जुन ढङ्गले मानिसहरूको नजरमा चाहिँ सर्वोत्कृष्ट साबित होस्, तपाईसँग चाहिँ प्रेम, दया र न्यायको कुराहरू देखियोस्, यो आचरण नै प्रमुख कुरा हो। दोस्रो कुरो छ अनुशासन। अनुशासन जीवनको एउटा चाहिँ अनिवार्य विषयवस्तु हो। अनुशासनले अर्को अवस्थामा बोल्नु पर्दाखेरि नियम र कानुनमा रहने भन्ने विषयवस्तु हो। त्यसकारण विधि र शासनमा चल्ने, विधिको शासनमा चल्नु नै अनुशासन हो। अनुशासन हामी यस रूपमा लियौं कि कुनै पनि व्यक्तिलाई असल काम गरे बापत दिइने एक प्रकारको चाहिँ एउटा ब्याज भनौं, एउटा किसिमको तगमा भनौं, शील भनौं अथवा पुरस्कार भनौं, यस्तो विषयवस्तु मात्र होइन, तर अनुशासन चाहिँ यस्तो चिज हो जुन मानिस जीवनमा आफू जिउनको निम्ति चाहिने बेसिक चाहिँ नियम कानुन हो। बेसिकल्ली हामीले बुझ्नुपर्ने कुरा के हो भने हामीले श्वास प्रश्वास फेर्छौं। श्वास प्रश्वास फेरेनौं भने हामी जीवित रहन सक्दैनौं। जस्तो कुनै किसिमको प्रणालीभित्र एउटा चाहिने गतिविधि निरन्तर रूपमा अगाडि बढिरहेको छ। जस्तो हामी हाइड्रो इलेक्ट्रिसिटी चाहिँ जेनेरेट गर्दैछौँ भने त्यो हाइड्रो इलेक्ट्रिसिटीलाई कन्टिन्युसली जेनेरेट गर्नको निम्ति त्यसको कन्टिन्युस प्रोसेस चाहिँ पानीको चाहिँ प्रवाह हो। पानीको प्रवाह छैन भने त्यहाँनिर हामीले प्राप्त गर्न सक्दैनौं। त्यसकारणले पानीको प्रवाहको कारणले हामीले एक प्रकारको चाहिँ कन्टिन्युटी, निरन्तरता प्राप्त गर्छौं। त्यो निरन्तरता प्राप्त गर्ने विधि चाहिँ हामीले यो अनुशासनको नियमलाई बुझ्न सक्छौं।
अथवा अनुशासनको नियमसँग हामीले यसलाई तुलना गर्न सक्छौँ। अर्को कुरा प्राप्त हुन्छ 10 नियमबाट हामी बोली व्यवहार, जसलाई सोसल इटिक्वेट भन्छौँ, सामाजिक शिष्टाचार हो। सामाजिक शिष्टाचार भनेको के हो भने शिष्टता चाहिँ हाम्रो जीवनमा पहिलो चाहिँ देखिने कुरा हो। मानिसहरू कहाँबाट शिष्टता देखिने भनेपछि बोली वचनबाट हामी शिष्ट देखिन्छौँ। त्यसकारणले बोली व्यवहार नै हाम्रो शिष्टताको आधार हो। अर्को व्यवस्थाबाट प्राप्त हुन्छ शील स्वभाव, जसले हामी भन्छौँ ब्युटिट्युड भन्छौँ। नम्र रहन अनि धैर्य रहन चाहिने विभिन्न किसिमको ब्युटिट्युड्सको बारेमा परमप्रभुले बोल्नु भएको छ। धन्य चाहिँ ती व्यक्तिहरू जो नम्र छन्, जो बुद्धिमानी छन्, जो ज्ञानी छन्। यी सबै कुराहरू चाहिँ के हो? शील र स्वभाव हो, मानिसमा रहेको स्वभाव हो। त्यसपछि अर्को कुरा छ लोक कल्याणकारी विचार। हामी जुन पनि गतिविधिहरू गर्छौँ त्यो गतिविधिहरू लोक कल्याणकारी हुनु पर्यो। यदि हामीले फ्याँकिरहेको फोहोर पनि अन्य मानिसहरूलाई लाग्ने रोगको कारण बन्न सक्छ भनिकन चाहिँ सरकारले निश्चित ठाउँमा चाहिँ गार्बेजको डम्पिङ साइट बनाएको छ। सभ्य तरिकाले भन्नुपर्दा यी डम्पिङ साइटहरू किन बनाइएको हो भन्दाखेरि लोक कल्याणकारी, अथवा यहाँबाट रोगहरू फैलिन सक्छ, मानिसलाई अहित हुन सक्छ भनेपछि मानिसहरूलाई असल होस् अथवा छिमेकीको कल्याण होस्, छिमेकीलाई कल्याण होस् भनिकन राखेको नियमहरू जुन छ त्यो छिमेकीलाई कल्याण हुँदाखेरि चाहिँ अब एक ढङ्गको हामी एक प्रकारको सन्तुष्टि प्राप्त गर्न सक्छौँ। त्यसकारणले यस्तो किसिमको कुराहरू छन्। अर्को 100% दैनिक आचरणहरू, दैनिक रूपमा 100% आचरणहरू प्राप्त गर्न सक्छौँ। हामीले उच्च आचरण, हाम्रो जीवनमा पाउनुपर्ने कदर, पाउनुपर्ने एक प्रकारको चाहिने एप्रिसिएसन्स, एक ढङ्गको हामीलाई चाहिँ प्रशंसा त छँदैछ, तर दैनिक आचरण पनि जरुरी छ। समाजमा हामीले कुनै दिन कदर प्राप्त गर्न सक्ला, समाजले हामीलाई दोसल्ला उडाइदिएला, समाजले हामीलाई हर क्षेत्रमा सम्मान गर्ला, त्यो भन्दा पनि अझै इम्पोर्टेन्ट चाहिँ प्रतिदिनको कुरा हो। यदि हामीले कुनै ठाउँमा म्यागजिनमा अथवा कुनै ठाउँमा हामीले न्युज पेपर र आर्टिकल लेख्यो भने त्यो चाहिँ के त सर्टेन सिजनको निम्ति आउने ब्लेसिङ्स हो। त्यो सर्टेन सिजनमा आउने ब्लेसिङ्सहरूको एप्रिसिएसन आउने छुट्टै कुरा छ। तर 100% दैनिक प्राप्त हुनुपर्ने आचरणको कारणले चाहिँ हाम्रो दैनिक जीवनमा चाहिँ गर्नुपर्ने अभ्यास, जसलाई हामी अध्ययन भन्छौँ, गृह कार्य भन्छौँ, यी कुराहरूलाई चाहिँ सजिलै गर्न सक्छौँ। अर्को कुरो छ बुझाइ अनि समझको कुराहरू छ। जसै हामी 10 नियममा बुझ्छौँ, हामीले गहिराएर बुझ्न सक्छौँ, हाम्रो समझ शक्ति बलियो हुन्छ। समझ शक्ति बलियो भएको कारणले अब के हुन्छ त भने खोजमूलक ध्यानपूर्ण अध्ययन हुन्छ। खोजमूलक र ध्यानपूर्ण अध्ययन चाहिँ अन्य मानिसहरूले भन्दा हामी एक्स्ट्रा अर्डिनरी रिजल्ट प्राप्त गर्ने माध्यम हो। त्यसकारणले खोजमूलक र अध्ययन ध्यानपूर्ण अध्ययनले हामीलाई एक प्रकारको प्राप्ति हुन्छ। त्यो प्राप्ति चाहिँ अन्य व्यक्तिको तुलनामा गहिरो हुन्छ, अध्ययनशील हुन्छ, एकदमै लामो समयसम्म खप्ने हुन्छ। अन्ततगत हाम्रो समाधि, हाम्रो
हाम्रो दृष्टिकोण, हाम्रो ध्यान तपस्या सबै कुराहरू विश्राम केन्द्रित अथवा निष्कर्ष केन्द्रित हुन्छ। जसरी हप्तामा 7वटा दिनहरू छन्, ती 7 दिनहरू चाहिँ घुमिरहन्छन्, तर पनि हरेक कुरा निष्कर्षमा आउँछ। त्यसै ढङ्गले हामी निष्कर्ष केन्द्रित खोज र अध्ययनबाट हामी साँच्चै नै सांसारिक बन्धन, लोभ, क्रोध, मोह, तृष्णा यी सबै थोकबाट हामी पूर्ण रूपमा छुटकारा प्राप्त गर्न सक्छौँ। हामी विश्वासी भन्ना मतलब चाहिँ हामी स्वतन्त्र हौँ। कुन आधारमा? हामी कुनै किसिमको सांसारिक बन्धनमा छैनौँ। तर सांसारिक बन्धनमा छैन भन्ने अर्थमा चाहिँ के छ त भनेपछि हामी एउटा टप कुञ्जभित्र अन्तिम बिन्दुमा पुग्नको निम्ति अथवा उच्चतम हायर लेभल अफ कन्सियसनेस भन्छौँ, उच्चतम चेतनाको अन्तिम बिन्दुमा हामी घुमिरहेका छौँ। त्यो उच्चतम चेतनाको चाहिँ बाटोमा हामी घुमिरहँदाखेरि अब हामीले प्राप्त गरेको ज्ञान, सिप, बुझाइ, समझ र सुनाइबाट हामी एक ढङ्गको उपलब्धिलाई संस्थागत गर्न सक्छौँ। आज मैले विशेष गरी टप कुञ्जमा रहेको अथवा 10 नियमहरू, जुन 10 नियमहरू चाहिँ व्यवस्था भनिएको छ, 10 शील भन्छौँ हैन, 10 शील पालन गर्दा हुने फाइदाहरूको विषयमा प्रकाश पार्ने कोसिस गऱ्यौँ। हुन्छ, टप धर्मबाट प्रसारित यो श्रव्य दृश्य सामग्री हेर्दै अनि सुन्दै गर्नुहोला। जय मसिह, सालोम।